ल आजबाट स्वस्थानी व्रत कथा सुरु हुने भयो गाई उताबाट छ पूर्व के पर्छ सुरु नयाँ किन्ने भनेको यसपालि पनि त्यस्तै भयो कहाँबाट सुरु हुने हो यो सबै पढ्न पाए हुन्थ्यो नि है के होला नि के त्यही यहाँबाट अब यो त नयाँ किन्नुपर्ने रहेछ उस्तो भइदिएर नि कथाको प्रारम्भमा गरिने प्रार्थना कथा भन्ने र सुन्ने सबैले चन्दन अक्षता फूल लिएर हात जोड्नु पण्डितले तलको स्तुति पढ्नु म पण्डित भएछु यम वर्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गयन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरसुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दन चर्चितोज्ज्वल अपूह शुक्लम्बरा मल्लिका माललङ्कृत कुण्डल प्रविलसनं मुक्तवाली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादादच्छामि नारायणकथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि कथाले कथा भन्नु गर्नु अहिले हाल्दिउँ नि सुरुको हाल्दिउँ लास्टको पनि हाल्नु पर्यो नि त प्रथमोध्याय प्रारम्भ पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नो आश्रममा तपमा लिइरहे एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यही पाल्नुभयो अगस्त्य मुनिले देखेर सम्मानको साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे हे कुमार यो संसार कसरी सृष्टि भयो यसको विषयमा जान्न इच्छा भयो म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झिने थिए अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ हे मुनि तिमी एकचित्त भई सुन म तिमीलाई सृष्टिको क्रम सुनाउँछु यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुन साथ त्यही इच्छाले प्रेरित समस्त गुणले सबै यो भइसक्यो हेर न समस्त गुणले युक्त ब्रह्मा विष्णु शिव प्रकट भए तिनका इच्छा शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भइन् ती त्रिगुणात्मिका मायालाई जित्न या बस पार्न अत्यन्त कठिन छ उनै माया भन्दा पर प्रतिष्ठा युक्त निवृत्ति पद छ त्यो भन्दा पर शान्ति पद र ऊ भन्दा पनि पर शान्त्यतीत पद छ त्यसपछि विद्या पद छ र विद्या भन्दा पनि पर निवृत्ति पद छ जान्नेहरू त्यसैलाई मोक्ष पद पनि भन्दछन् यो संक्षेपमा भयो अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ संक्षेपमा भनेको कारण पनि मुख्य यही हो प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ यो त्रिगुणात्मिका माया छन् यी शान्त्यतीत शान्ति विद्या प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन् माया भन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेतन छन् कारण बिना कुनै कार्य हुन सक्दैन त्यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना यहाँ कुनै कार्य हुन सक्दैन यो कुरा वेद शास्त्रले पनि स्वीकारेका छन् तापनि वेदान्त आदि शास्त्रमा सबै गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन त्यसै कारण जन्म मरण रूप बन्धन नछुटेर त्यसकै सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ यो क्रम कल्पकल्पको भेदले भिन्न भिन्न झैँ देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु
ब्रह्मा विष्णु शिव एक हुन्, यिनमा सानो र ठुलो भन्ने भेद छैन। हे मुने, सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन्। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्ष परमायु कहिन्छ। उनको प्रथम 50 वर्षलाई परार्ध भन्दछन्। 100 वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहन्न अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ अनेक प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्थी सबै छ, उनले पनि खानु सुत्नु पर्दछ। उनी बस्ने लोकको नाम सत्यलोक हो। प्रातःकाल हुँदा उनले सृष्टि गर्छन्। उनको एक दिनमै सत्य, त्रेता, द्वापर र कली 4 युग 72 पल्ट घुमिसक्छन्। रात परेपछि प्रलय गर्छन्। त्यही क्रमले जब ब्रह्माको 100 वर्ष पुग्छ तब महाप्रलय हुँदछ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्माहरूको उत्पन्न गराई अहंकार र पंच महाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पंच मात्रा शब्द रूप रस गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। सो अण्ड ब्रह्मामय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्ड फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए। पालन गर्ने अनन्तकोटि ब्रह्माण्डका स्वामी विष्णु भए। संहार गर्ने महारुद्र भए। यिनीहरूले यो सृष्टिको कार्य निर्वाध गतिले गर्दछन्। जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्म परमात्मालाई त्रिगुण गुणातीत, चतुर्व्यूह, अनादि, अजन्मा, हिरण्यगर्भ, प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूपमा देखिन्छ। तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र। यो संसार नै भ्रान्तिको रूप हो, किनकि उनी ईश्वरको इच्छाले सृष्टि स्थिति संहार हुन्छ। धागोमा दाना उनी चाहिँ यो संसार परब्रह्ममा उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखेका अनेकौं सुख दुःखको अनुभव जागा हुनसाथ केही पनि रहन्न, त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै छ। सुख दुःख त मनले मात्र अनुभव गर्छ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो वशमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नु पर्दछ। हे मुनि, तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाए। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु, ध्यानपूर्वक सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त सम्बन्धे श्री स्वस्तानी व्रत कथायां सृष्टि कर्म वर्णन नामं प्रथम अध्याय। जय श्री स्वस्तानी माता की जय। कति 3 अध्याय अथ द्वितीय अध्याय। हे मुनि, अघि यो संसार जलमय छँदा विष्णु भगवानका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए। त्यही अवसरमा विष्णु भगवानको कानेगुजीबाट अत्यन्त पराक्रमी मधु कैटभ नामक 2 वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगे। कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखेर उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योग मायाको आराधना गरे। योग माया प्रकट भएपछि ब्रह्माले हे ईश्वरी, विष्णुलाई जग्गा गराइदिनुहोस् भनेर उनले ब्रह्माको कष्ट बुझी विष्णु भगवानलाई जग्गा गराइदिन्।
भगवान जागा भएर हेर्दा ती मधुकैटभ बलाइदेखि तत्काल युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो तर हार जित हुन सकेन। अनि विष्णुले हे दानव हो तिमीहरू पराक्रमी रहेछौ, म प्रसन्न भए। इच्छा भएको वर माग भन्दा अहङ्कारी मधुकैटभले हे विष्णु यस युद्धमा हाम्रो जित भयो, तिमी हार्नेले के दिन सक्छौ, बरु तिमीलाई इच्छा लागेको वर हामीसँग माग। दैत्यहरूले त्यस्तो अभिमानपूर्ण कुरा सुने विष्णुले भन्नुभयो पहिले वाचा गर अनि म वर माग्दछु। अनि दानवले तिमीले जे मागे पनि अवश्य दिनेछौ भनी वाचा गरेपछि विष्णु भगवानले अरू के वर मागु, तिमी दुवैलाई म मार्दछु, मेरो हातबाट मर भनेको सुनि मधुकैटभले भने हे विष्णु तिमी छलिरहेछौ, कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामी दिन्छौ, अब के गर्ने भने विचार गर्दा सारा संसार जलमयदेखि भने हे विष्णु हामीलाई जल नभएको स्थानमा मार। दैत्यका कुरा सुनि विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवैलाई मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारले पानी जमे समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। यो देखेर वर्माले संसार सृष्टि गर्न भनी पहिले 14 भुवन सृष्टि गरे। कुन कुन भने 1 भूरलोक, 2 भुवरलोक, 3 स्वरलोक, 4 महरलोक, 5 जनलोक, 6 तपलोक, 7 सत्यलोक, यी माथिका र तल यी माथिका रहेछन् र 1 अतल, 2 बितल, 3 सुतल, 4 तलातल, 5 महातल, 6 रसातल, 7 पताल, यी तलका जम्मा 14 भुवन र द्वीप सृष्टि गरे। कुन कुन भने 1 जम्बूद्वीप, 2 प्लक्ष्यद्वीप, 3 सालमली द्वीप, 4 कुशद्वीप, 5 क्रौञ्चद्वीप, 6 शाकद्वीप, 7 पुष्कर द्वीप, त्यसपछि 7 समुद्र सृष्टि गरे। 1 छारोद समुद्र, 2 सुरोद समुद्र, 3 इच्छुरसोद समुद्र, 4 घृतोद समुद्र, 5 दधिमण्डोद समुद्र, 6 क्षीरोद समुद्र, 7 शुद्धोद समुद्र। जम्बूद्वीप छारोद समुद्रले बेष्टित छ, त्यहाँ अग्निद्र राजा राज्य गर्दछन्। प्लक्ष्यद्वीप इच्छारुसोद समुद्रले बेष्टित छ, त्यहाँ इद्मजिह्वा राजा राज्य गर्दछन्। सालमली द्वीप सुरोद समुद्रले बेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन्। कुशद्वीप घृतोद समुद्रले बेष्टित छ र त्यहाँ हिरण्यरेता राजा छन्। क्रौञ्चद्वीप क्षौरद समुद्रले बेरिएको छ, त्यहाँ धृष्टपृष्ठ राजा छन्। शाकद्वीप दधिमण्डोद समुद्रले बेरिएको छ, त्यहाँ मेधादिति राजा राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुद्रले बेष्टित छ, त्यहाँ वितिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार 4 लाख कोश छ, यसको आकार कमलगट्टा जस्तै छ। यसलाई 9,000 योजनका 9 खण्ड छन्। यस प्रकार सृष्टि गरिसके 8 पर्वत सृष्टिले गरे। कुन कुन भने 1 सुमेरु पर्वत, 2 गन्धमादन पर्वत, 3 कैलाश पर्वत, 4 हिमालय पर्वत, 5 त्रिकुट पर्वत, 6 चित्रकूट पर्वत, 7 चन्द्रान्तक पर्वत, 8 चन्द्रकूट पर्वत। त्यसपछि प्राणीहरू सृष्टि गरौँ भनेर महादेवको तपस्या गरे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर ब्रह्मन तिम्रो तपस्याले म प्रसन्न भए, वर माग भने आज्ञा भएको सुनि ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति गर्न लागे। हे ईश्वर आफैले अनेक ब्रह्माण्डको रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। एक मूर्तिबाट 3 मूर्ति ब्रह्मा विष्णु शिव भइरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेकोले म कसरी समर्थ हुनेछ। हजुरको कृपाले द्वीप समुद्र पर्वत सृष्टि गरे, अब प्राणी सृष्टि गर्न सकूं, यही वर दिनुहोस् भनी बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा भयो, हे ब्राह्मण तिमी प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। अनि ब्रह्माले महादेवलाई दण्डवत गरी प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा गए। पहिले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक र अरू अनेक लोक सृष्टि गरे।
तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णवती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थावर जङ्गम सृष्टि गरे अनि प्राणी सृष्टि गर्ने इच्छा भएर मनले चिताउन साथ कश्यप प्रवृत्ति 100 ऋषि सृष्टि भए। यति सुनेर अगस्त्य मुनिले सोधे, हे कुमारजी, हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बारम्बार पिउन माग्दैछ। अब देव, दानव, पशु पक्षी, मनुष्य कसरी सृष्टि भए त्यो सुन्ने इच्छा छ। मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि, कश्यप ऋषिका 1 अदिति, 2 दिति, 3 धनु, 4 कारा, 5 घोडा, 6 सिंहिका, 7 क्रोधा, 8 प्रादा, 9 बलिष्ठा, 10 विनिता विनता, 11 कपिला, 12 कद्रु र 13 मनु यस्ता स्त्रीहरू थिए। अत महिने पछि बिहा रहेछ 12 13 अत दितिका गर्भबाट हिरण्यकश्यप आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र सूर्य आदि 33 कोटी देवताहरू जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कारा घोडाका गर्भबाट गन्धर्वहरू जन्मे। सिमिकाको गर्भबाट राहु जन्मियो। प्राधका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्मियो। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी 4 थरी मनुष्य जन्मे। बलिष्ठा र विनिताका गर्भबाट अरुण, गरुड, सम्पाति, मयूर, कोकिल, चखेवा, जीवान, जीव, मुनिया, धोबिनी, राजहंस आदि पन्छीहरू जन्मे। कोपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दुल, बाघ, हात्ती, घोडा, मृग, जरायो, गैंडा, खरायो आदि पशुहरू जन्मे। कद्रुका गर्भबाट शेष नाग, अनन्त नाग, पद्म नाग, वासुकी नाग, कुलिक नाग, कर्कोट नाग, तक्षक नाग, शङ्ख नाग आदि अष्टनागहरू जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मनुष्य, पशुपन्छीहरू सृष्टि भएको देखि ब्रह्माले तिनीहरूलाई खाने आहार धान, जौ, तिल आदि अनेक तरहका अन्न र फलफुल सृष्टि गरे। हे मुनि, मैले यो संक्षेपमा भने, अरू पुराणबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाए, अब के सुन्ने इच्छा छ भन भन्दा अगस्त्य मुनि भन्दछन्, हे कुमार, कुन कुन भुवनमा कुन कुन देवता छन् र दिक्पाल कसरी भए यो सुन्ने इच्छा छ। यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि, कैलाश भुवनमा महादेव हुनुहुन्छ। वैकुण्ठ भुवनमा विष्णु भगवान हुनुहुन्छ। सत्य भुवनमा ब्रह्मा छन्। उमा भुवनमा पार्वती छन्। स्कन्द भुवनमा म छु। म भनेको स्कन्द कुमार। धुम्र भुवनमा धुम्र ऋषि छन्। नैऋत्य भुवनमा म अन्य ऋषिहरू छन्। यति भुवनका कुराहरू कहे। अब दिक्पाल भएका कुराहरू भन्दछु। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भए, हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भए भने वरदान दिई अमरावतीको यथापति र सूर्य पूर्व दिशाको दिक्पाल बनाइ पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भई अग्नि नाम राखी अग्नि कोणको दिक्पाल बनाई शुद्धावतीको अधिपति गराइ पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गर। यो त सधैँ मर्दा होइन र। महादेव प्रसन्न भए यम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति यदिपट्टि गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई नैऋत्य नाम राखी नैऋत्य कोणको दिक्पाल र कृष्णवतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भए वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भन्दा ती वायुहरूले हामी 49 जना एक हुन सक्यौं। हामीलाई कोही नदेखुन्, केवल शब्दहरू मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनी माग्दा महादेवले तथास्तु भने। एक भने ग्यासिएको हुन्छ नि त सबै। माग्दा भने वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलगापुरीको
अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरी महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुने, यति दिक्पाल भएको कुरा कहेँ, अब के सुन्ने इच्छा छ भन। कुमारको यस्ता वचन सुनि अगस्त्य मुनि भन्नुहुन्छ, महादेव र सतीदेवीको बिहा भएको र सतीदेवी मर्दा उत्पात भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी भएन, कस्तो कारण परेर उनको मृत्यु भयो, यो सबै विस्तारले आज्ञा होस्। मुनिको इच्छा जानी प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्छु भन्नुभयो। को भन्छ अब त छोड्दैन यता आएन भाइ। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार संवाद श्री स्वस्तानी वर्तकथायं दिक्पाल वर्णनम नाम द्वितीयाध्याय। श्री स्वस्तानी माता की जय। तेस्रो अध्याय हो। भुइँमा राख्नु यहाँ सिनमा आइजरी अथ तृतीयोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्ष प्रजापति थिए। तिनका वरेणी नामकी साध्वी एवं प्रतिव्रता स्त्री थिइन्। वरेणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। कस्ती कन्या भने 1000 सूर्यको जस्तो तेज भएकी, 32 लक्षणले युक्त पद्मा पत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सुँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मुख भएकी, यस्तै परम सुन्दरी कन्या जन्मेको देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई ढाकी विधिपूर्वक न्वारण गराए। सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सतीदेवी भन्ने, तिनै भुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणा दिई विदा गरे। सबैजना आफ्ना आश्रममा गए। हे मुने, यो कुरा धेरै लामो छ, तापनि म संक्षेपमा भन्दछु। त्यसपछि वरनीकी क्रमैले 33 कोटी कन्या जन्मे। ती सबैलाई दुवै दम्पतिले यथायोग्य रूपमा पालना गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवतासँग कसरी भयो, त्यो पनि सुन्ने इच्छा छ। 33 सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर 10 दिक्पाल जम्मा भई सभा गरे र भने, हाम्रा स्त्री छैनन्। दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ, तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाए। दक्ष प्रजापति कहाँ कन्या माग्न जाउँ भन्दा नारदजीले स्वीकार गरी दक्ष प्रजापतिको घर गए। दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभयो भनी सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाए। हे दक्ष, तिमीलाई 33 कोटी कन्या 33 कोटी देवतालाई देऊ भने। नारदजीका कुरा सुनि दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारद, तिमीले असल कुरा भन्यौ। म धन्य रहेछु। मेरो 33 कोटी कन्या 33 कोटी देवतालाई तिम्रो वचनले दिए। एउटी सतीदेवी मात्र दिने छैन, किनकि मेरो पुत्र छैनन्। सम्पत्तिको रक्षा को गर्ला? अन्य सबै कन्या तिमी जहिले भन्छौ र जसलाई दिन भन्छौ उसैलाई दिनेछु। अब यहाँबाट गएर विवाहका दिन ठहराई पठाउन लगाऊ भनी अनेक उपचारले पूजा गरे। नारदजी दक्षसित बिदा मागी सरासर स्वर्ग गए। नारद आएको देखि देवताहरूले तिमी गएको काम के भयो भनी सोधे। नारदजीले सतीदेवी बाहेक अन्य सबै कन्या दिन्छु भन्ने कुरा सुनाए। अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरूले कन्यादान लिन भनी दक्षका घर पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या नारदजीको आज्ञा अनुसार 33 कोटी देवतालाई कन्यादान दिए। देवताहरू कन्यादान पाई हर्षपूर्वक आफ्नो स्त्री लिई आफ्ना आश्रम गए।
यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूलाई मलाई मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरो स्त्री छैनन्, अब मलाई कसले कन्या देला भनी ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबैभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाऊ, आफै जान्छु भने दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाट देखि वीरणीसँग भने, हे स्त्री, त्यो आउन लागेको महादेव हो, के भन्न आयो भनी कुरा गर्दा गर्दै महादेव घर मुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालपत्री हेरेर माथि आइज भनी डाकेर सोधे, हे महादेव, आज त मेरो घरमा के कामले आइस भनी हेला गरेर बोले। अनि महादेव भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घर आउने मेरो अरू केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी रहेकी रहेछिन्, म योग्य पनि छु। ती कन्या मलाई कृपा गर। महादेवको यस्तो वचन सुन्नासाथ कन्या रहेछ है यस्तो भन्दै थियो मैले। यस्ता वचन सुन्नासाथ दक्ष अत्यन्त रिसाई भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली त कस्तो भने, मसानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर, डमरू त्रिशूल लिई, बुढो साडीमा चढेर हिँड्ने, बिष भाङ धतुरो खाई, भूत प्रेत लिई मसानमा बस्ने, दिगम्बर देख्दैमा पनि घिन लाग्ने, यस्तो तैँले मेरो मुख्यान्जी आई यस्तो अयोग्य कुरा गरिस्, जा मेरो घरमा नबस भनी पाखुरामा समाती धपाए। महादेवले त्यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भन्ने भइजान्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाऊ के गरौँ, ती कन्या कसैले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। विष्णुले शङ्करजी आएको देखि हतपत उठेर उच्चासनमा बसाली, के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षकोमा गएर उनको दुर्वाच्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि, हे विष्णु, मेरी स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछिन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काममा पार लगाउला, हजुरले सन्देह गर्नु पर्दैन। म दक्षको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोला भनी महादेवलाई पर्खाई आफू दक्ष प्रजापतिको घर जानुभयो। दक्षले विष्णु आएको देखि माथि डाकेर आदरपूर्वक बसाली, हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो, आज्ञा होस् भनी सोधेपछि विष्णुले आज्ञा गरे, हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। त्यति सुन्नासाथ दक्षले भने, हे विष्णु, तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु, के चाहियो आज्ञा गर। त्यति सुनि विष्णु भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरो स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्यादान पाई उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्तो वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे विष्णु, मेरो पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको दिन त उचित थिएन, तर बाचा गरेको हुनाले दिन कर लाग्यो। ती कन्या तिम्री भइन्, अब सुदिन ठहराई कन्यादान ल्याऊ। यदि दक्षको वचन सुनि विष्णुले हुन्छ भने वैकुण्ठ जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूप धारणा गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु र मलाई भिक्षा नदिई कन्यादान लिने दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म, हे सन्यासी, मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरु यहाँ आएर बस भने आफू बसेकै छेउमा बसाली राख्नेछु। दक्षले कन्यादान दिँदा आँखा छली सतीदेवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिन यो बेला आउनुहोला भने दक्षसित भएको सबै विवरण एक एक गरी सुनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएर महादेव अवश्य आउनेछु भनी गदगद चित्तले कैलाशसम्म जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि व्रत कथायां दक्ष कन्या विवाह वर्ण
नामं तृतीयोऽध्याय श्री स्वस्तानी माता की लास्टला रे रिदिललाई है त्यसले फुल खाइसक्यो हामी फुल लिउँ त्यसले जोड हुन्छ जोड्न हामीले फुल लिउँ त्यसले अब त यो चन्द्र नक्षत्र जोड भन्छ नि मलाई अगाडि मैले पढ्नु वाउ पैसा यो यहाँ राख्ने होइन कति धेरै छ त्यो त म यहाँ राख्ने म चढाउ पैसा चढाएँ त मैले उता राख 20 रुपैयाँ चढाएँ अझै एउटा दिनदिनै चढाएँ त्यो एउटा दिन सर्दै आउँछ लास्टमा यहीँ थुप्रै छ फेरि बुझ्यौ बुझ्यो होइन प्रत्येक दिन 10 कति चढाउँछु चढाऊ एउटा चढाउँदै आएर यहाँ चढाउनु यो यहाँ आयो है यो बाहिरदेखि नै राख्ने कि अर्को ताल फेरि चढाएर चाहिँ राख्ने लास्ट टाइम फेरि बुझ्यौ नियम लक्ष्मी कथा सुन्ने सबैले श्रोताहरूको नित्य कथा सुन्न थाल्नुभन्दा पहिले चन्दन चेता फुलेर हात जोड्नु वक्ता पण्डितले तल लेखेका श्लोकहरू पढ्नु यही होइन उपनयतु मङ्गलमुव सकल जगन मङ्गललाय श्रीमान दिनाकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं च्यवरहित ब्रह्माणः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः साधनाः सन्तु जीवन्तु शरदं शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यात्रा चित्तदोर कथा प्रसङ्ग या कुन्देन्दु तुषारहारधवल या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमाण्डिकतारा या श्वेतपद्मासना या ब्रह्मा च्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजड्यपा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यत्मना वा प्रकृति स्वभावत् करोमि यद् सकलं परस्मै नारायणाति समर्पयति तत् श्री स्वस्तानी माता की जय श्री स्वस्तानी माता की जय रक्षा गर्नुहोस् सद्बुद्धि दिनु ओहो यहाँ पनि छ त कति भयो यही पैसाले किनौँ न कति पैसा भइरहेछ ल राजाको पनि रहेछ ओइ राजाको राजै राजा छ नि त राजै राजा अरे बिस्का नोटहरू पनि थियो होला नि ज्ञानेन्द्र अब यसलाई ल यो पनि छ यो त साट्नुपर्छ कि साटिन्छ यिनै पैसाले किन्ने कि मैले त्यही भनेर मैले 500 चढाइदिन्छु कुलदेवीलाई के हो हालिदिउँ न एउटा ल and cut.